नमस्कार सम्पूर्ण दर्शक श्रोताबिनहरू, हामी नेपाल हिन्दू राष्ट्र पुनर्स्थापना मञ्चको युट्युब च्यानलबाट प्रस्तुत भइरहेका छौँ। आज हामी नेपालको तातो खबरलाई लिएर अन्तर्वार्ता लिँदैछौँ। हामीसँग अन्तर्वार्ताका लागि अतिथि हुनुहुन्छ डाक्टर इन्जिनियर विष्णु प्रसाद बराल, जो व्यक्ति नेपाल हिन्दू राष्ट्र पुनर्स्थापना मञ्चको अन्तर्राष्ट्रिय संस्थाको अध्यक्ष हुनुहुन्छ। उहाँलाई हाम्रो युट्युब च्यानलमा स्वागत गर्छौँ। स्वागत छ डाक्टर साहब यहाँलाई हाम्रो युट्युब च्यानलमा। नमस्कार। ओम हुम श्रीं मङ्गलाहे नमः। ओभिनाथ मातरम दातम सर्वसम्मतम लोकभिराम श्रीराम भूयो भूयो नमायम। डाक्टर साहब, हिजोदेखि नेपालमा भइरहेको आन्दोलनमा हिन्दू भाव भगाऊ देश बचाऊ भन्ने नारा सहितको आन्दोलन भइराखेको छ। यस विषयमा तपाईँ नेपाल हिन्दू राष्ट्र पुनर्स्थापना मञ्चको अन्तर्राष्ट्रिय संस्थापकको अध्यक्ष भएको नाताले तपाईँ के प्रतिक्रिया दिन चाहनुहुन्छ? विश्वका सनातनी जनता हेर्न चाहन्छन्। यस्तो हो, नेपालमा लोकतन्त्रले चल्ने देश होइन। जसको रिजल्ट आज यो हुन गएको छ, परिणाम हो यो। स्कुल त गरे लोकतन्त्रको, तर यस्तो लोकतन्त्रको परिणाम रिजल्ट के हो भन्दा आज यो अवस्था हो। मुस्लिमहरूले संगठन बनाएर घुसपिटियाहरू पाकिस्तानी, बङ्गलादेशी, रोहिङ्ग्या और आसामबाट भगाएका, आसामबाट लखेटेका मुस्लिमहरू, उत्तर प्रदेशबाट लखेटेका मुस्लिमहरू नेपाल एउटा सेल्टर बनाएर, नेपालको उसमा भूमिमा सेल्टर बनाएर जम्मा भएर नेपाल हिन्दूलाई भगाऊ नेपाल बचाऊ भनेर नारा लगाएका छन्। यसको नारा लगाएर यो प्रचण्डको काम हो। प्रचण्डले पार्टी दर्ता गरायो, भारत आयो। प्रचण्डले इसारा दियो तिमीहरूले यस्तो आन्दोलन गर, यो प्रचण्डको इसारामा हो। त्यही भएर हामीले, रविले भन्छ एकातिर मलाई मुस्लिम भए पुग्छ, पहिला पनि भनिसक्यो, त्यो आज प्रमाणित गर्यो, किन लङ टर्म प्लान रहेछ रविको। यो आज स्पष्टीकरण आज जनताले देख्न पाए। अर्को, बालेन साहब पार्टी बनाउन जनकपुर पुगेको छ। उता देशमा यो अवस्था चलिरहेको छ, उसलाई उता पार्टी बनाएर म राजनीति गर्छु र देश हिन्दू खत्तम पार्छु भन्ने यो बालेन शाहको धारणा। कुलमान, बालेन, घिसिङ तीनटा मिलेर यी सबै अमेरिका प्रचलित हुन्। त्यही भएर यिनलाई कुरान मिल्छ, यिनको पनि बाइबल कुरान एउटै सिमिलर हुन्छ, एउटै टाइपको हुन्छ। त्यही भएर यिनले नेपाललाई हिन्दू खत्तम गर्न यिनीहरू पनि लागेका छन्। त्यहाँ मात्रै भएन, केपी ओली, प्रचण्ड त छ है, यो त कलाकार हो है, यसको सभ्यको कलाकार नृत्य त गर्ने नि प्रचण्ड हो। केपी ओली, शेरबहादुर देउबा, आरजू देउबा, मन्जु खाँड, यी सबै मिलेर कसरी नेपाललाई हिन्दू राष्ट्र खत्तम गरौँ, कसरी डलरमा पैसा लिउँ, हामीले गर्न सक्दैनौँ। हाम्रो गर्ने भनेको धर्म परिवर्तन गराउने, देशलाई मुस्लिम देश बनाउने, देशलाई इसाई देश बनाउने, हिन्दुत्वलाई बर्बाद गर्ने भनेर यिनीहरूले एउटा आफ्नो छलफल भित्रमा भइराखेको छ आपसमा। त्यो छलफलको तहत यिनीहरूले काम गरिरहेका छन्। और यसको लागि साथसाथ आज म यो भन्न चाहन्छु कि आज किन हाम्रा यी जो साधु सन्त कहाँ गए? यति मठ मन्दिर छन्, ती मठ मन्दिरमा बसेका सबै म यहाँको अध्यक्ष, म यहाँको अध्यक्ष, म यो हो, म यो तिलक लगाउने, म कन्टेदारी, सबै कति पनि छन्, तिनी कहाँ गए? म उहाँहरूलाई आग्रह गर्न चाहन्छु, कहाँ गए हाम्रो सनातन? अनि त्यति मात्रै भएन, कहाँ गए यो हाम्रो राजेन्द्र लिङ्गदेल, ठेकेदार, हिन्दुत्वको ठेकेदार, राष्ट्रिय प्रजातन्त्र पार्टी, हामी हिन्दू राष्ट्र भनेर बोल्ने, कहाँ गए ठेकेदार? कहाँ गयो ज्ञानेन्द्र साईजी? ज्ञानेन्द्र साईजी त बहुत हिरोको हिसाबले बोल्दै हुनुहुन्थ्यो, प्रवक्ताको हिसाबले मानिनुहुन्थ्यो राष्ट्रिय प्रजातन्त्र पार्टीमा। आज कहाँ जानुभयो? कता हराउनु भयो? ल हेर्नु, दुर्भाग्य देशमा उसले, कमल थापाले त 80 चर्च बनाइदियो, गिर्जाघर 19 नम्बर वडा धनगढीमा, अनि राष्ट्रिय प्रजातन्त्रबाट बाहिर गएको, अहिले फेरि एकता हुँदैछन् भनेपछि यो दुर्भाग्य एउटा देशमा पैदा भइराखेको छ, उत्पन्न भइराखेको छ। त्यहाँमाथि भएन, यी जति पनि हिन्दूवादी संगठन छन्, यी कहाँ छन्? हामीलाई स्रोत दिनुहोस्, कार्यक्रम गर्छौँ। स्रोत कहाँ गयो? स्रोत यता उठाएका स्रोत कहाँ गयो? मैले धेरै चन्दा दिए, मैले धेरै लाखौं करोडमा चन्दा दिएको छु, कहाँ गयो ती सब? के भयो ती सबै चुप छन् भने यो नेपाल लोकतन्त्रले चल्दैन। यो नेपालमा खर्रो उतर्ने हिन्दूवादी शब्द हुन्न, तब तक नेपाल हिन्दू राष्ट्रबाट बचाउन, सनातनीलाई, देवी देवताको जन्मस्थललाई बचाउन गाह्रो हुन्छ। त्यही भएर अब हामीले यिनलाई तोडमोड एउटा प्लान गर्न पर्यो, एउटा स्ट्रेटेजी गर्न पर्यो। पडोसी भारतसँग पनि डिस्कसन गर्न पर्यो। हिन्दूका पिलरहरू छन् नि, कहाँ छन् हिन्दूका पिलरहरू? सबैलाई ल्याउनु पर्यो एक प्लेटफर्ममा, र सबैलाई एक प्लेटफर्ममा जम्मा गरेर। अब अहिले एउटा माघ मेलाको समय छ, अहिले एउटा कुम्भ टाइप चल्दैछ प्रयागराजमा।
त्यही भएर त्रिवेणीमा सङ्गममा त्यहाँ गएर छलफल गर्नु पर्यो कुम्भमा, अनि अगाडि गएर हामीले एउटा रणनीति बनाएर यो घुसपेटिया मुस्लिमलाई सखाबा नेपालबाट नहटाएसम्म देशमा अराजकता हुन्छ, देशमा शान्ति त हुन्न। आज हाम्रा चेलीबेटी जनजननी भनेर जानिन्छ, कन्या भनेर जानिन्छ, देवी भनेर चिनिन्छ, तिनको बलात्कार भइरहेको छ, सरकार मौन रहेको छ। अब सिडिओ साहबहरूलाई म आग्रह गर्न चाहन्छु, जति पनि जिल्लामा सिडिओ छन् तिनले के गरेका छन्, सिडिओ साहबहरू के गरेर बसेका छन्, सिडिओ साहबहरू हेरेका छन्, मजा लिएका छन्। यसको मतलब यसले साफ शब्दमा बुझ्न सकिन्छ, साफ शब्दमा जान्न सकिन्छ, सोच्न सकिन्छ कि सबै कर्मचारीहरू यी पार्टीका झोले हुन् भन्ने कुरा यहाँबाट स्पष्ट देखियो, स्पष्ट भइरहेको छ। यही भएर यसलाई अब अन्तर्राष्ट्रिय मुद्दा बनाएर, अन्तर्राष्ट्रियबाट दबाब ल्याएर, अन्तर्राष्ट्रियको आन्दोलन कोर्टबाट मुद्दा हालेर हामी अगाडि बढ्नुपर्ने अवस्था आएको छ। साथसाथ म आह्वान गर्न चाहन्छु, जति पनि हाम्रो हिन्दूवादी छन्, सनातनवादी छन् देशमा, विश्वमा, सबैले आफ्नो आफ्नो ठाउँबाट एउटा आह्वान गरौँ, आफ्नो आफ्नो ठाउँबाट यसलाई आवाज उठाउँ र यो मुस्लिमहरूले गरेको यो करतुतलाई हामीले त्यसलाई बन्द गरौँ। नत्र हाम्रो सनातनी नरहन्छ, न देवी देवताको जन्मस्थल रहन्छ, न सबै मिटिने काम भइरहेको छ, न हाम्रा चेलीबेटी रहन्छन्, न हाम्रा हिन्दुत्व नेपालमा रहन सक्छन्। त्यो अवस्था खतम पारे। त्यही भएर यो लोकतन्त्रले चल्ने देश छैन। अनि यी दलाल बनेर आएका छन्, ठेकेदार बनेर आएका छन्, यसका मुस्लिमका ठेकेदार बनेर आएका छन्, इसाईका। यी सबै ठेकेदारहरूलाई बाहिर गरौँ, हत्या गरौँ र विश्वको जो नेपाल एउटा विश्वको खेल्ने प्लेटफर्म भएको छ, त्यो प्लेटफर्मलाई बन्द गरौँ र अगाडि हामी आफ्नो देशलाई, देवी देवताको जन्मस्थललाई कसरी सुरक्षा राख्न सकिन्छ, कसरी यसलाई हामीले पुनः स्थापना गर्न सकिन्छ, कसरी हामीले यसलाई अगाडि शान्तिको माहौल बनाउन सकिन्छ, कसरी देशमा तरक्की गर्न सकिन्छ, कसरी देशमा भ्रष्टाचार जिरो गर्न सकिन्छ, कसरी देशमा एउटा विकासको रफ्तार ल्याउन सकिन्छ, त्यसमा विचार गरौँ, मनन गरौँ, छलफल गरौँ र कसैको झोले नबनौँ। कसैसँग कसै भनेर नाम मेटिन्छ, भोलि सभ्य हुन्छ। अरू पाकिस्तान हुन गइरहेको छ। यो आज पुतिन लादेनसँग मेरो 20 मिनटको वार्तामा, पुतिन लादेन रसियामा 20 मिनटको वार्तामा उहाँले साफ शब्दमा भयो, द्याट इज योर विकनेस अफ योर लिडर for which this thing is going to be happen in your country. So how you need our support? You tell us. वास्तवमा उहाँले त्यतिसम्म भनिसक्नु भयो र अब म अहिले यसमा डोनाल्ड ट्रम्पले गरेको छ, डोनाल्ड ट्रम्पलाई बात गरेन, राष्ट्रपति सिधै उठाएर हेडकडी लगाएर एउटा राष्ट्रपति भवनबाट उठाउन सक्छ भने उसलाई बात गरेर हुँदैन। किन यो जति पनि बालेन, कुलमान, रवि यिनीहरू उहाँबाट समर्थन भएर प्रचलित छन्। त्यही भएर डोनाल्ड ट्रम्पको त्यति बेला भरोसा गर्न सकिन्न। अरू देशलाई पनि अब हामी लेख्छौँ, पत्र लेख्छौँ, वार्ता गर्छौँ र कसरी हुन्छ नेपाललाई हिन्दुत्वबाट बचाउनु पर्यो, यो अराजकता महलबाट बचाउनु पर्यो, मुस्लिमलाई, घुसपेटियालाई बाहिर गर्नु पर्यो र नागरिकता बिल, सुशीला कार्कीजीलाई आग्रह गर्न चाहन्छु, नागरिकता बिल तुरुन्त तत्काल प्रभावले तपाईँले खारिज गर्नुहोस्। त्यो नागरिकता बिल चल्दैन, विदेशीलाई बिल दिने होइन, नागरिकता दिने होइन, जसले गर्दा देशमा बर्बादी हुन्छ। त्यो म उहाँलाई आग्रह गर्न चाहन्छु। उहाँको अन्तरिम सरकार छ र आज देशभरि यो अवस्था छ। अब भोलि यसमा युद्धको माहौल त हुने नि हो, युद्ध नभए त छोडिन्न, त्यसैलाई सत्ता कब्जा गर्न दिइन्न, न घुसपेटिया मुस्लिमलाई देश बनाउन दिइन्छ, न इसाई बस्ने ठाउँ हो त दिइन्न। जे पनि हुन सक्छ, तर हामी लड्नको तयार छौँ। त्यसै त हामीले सिम्पल यिनीहरूले 2-4 आन्दोलन गरे भन्दैमा हामीले हस्ताक्षर, त्यसको अगाडि सबै यी दलालहरूलाई, यी जो ठेकेदारहरूलाई भित्र जेलमा नहालेसम्म यिनीहरूको समर्थन लिएर यो भइरहेको छ। यिनलाई बाहिर गर्नुपर्छ। अनि बल्ल आज प्रचण्डले उहाँ आन्दोलन सुरु गरायो, उहाँ पार्टी दर्ता गरौँ, अनि भारत आयो, हजुर म तो हिन्दू का साथ हूँ बोल्ने के लिए आया है। उसको के छ, उसको ऊ तो खत्म गरेर आयो। उसले कसम खाएर बसेछ, जब तक नेपाल नाम मेटिन्न, जब तक हिन्दू मेटिन्नन् तब तक म मर्दिनँ भनेर कसम खाएर बसेछ। रक्त बनाले, हत्याराले यति हत्या गरो, यति पैसा लुटो, यति उ गरो। त्यसले के गर्छ? यस अजय सुमाग्रीको नाममा 2 बिघा जग्गा यहाँ लेखेर राखेको छ। अजय सुमाग्री बेत्तर कुदिराखेको छ। नोइडामा पाठकले 500 एकड़ जमिन लिएर बसेको छ। त यो अवस्था देशमा आएको हुनाले प्रचण्ड त देशमा रहने नि होइन। यसलाई नेपाली भनेर पनि भन्न सकिन्न। जो हिसाब किताब र जो कार्यक्रम प्रचण्डले गर्दैछ त्यो स्वीकार्य छैन। त्यसपछि बाबुराम उहाँ
थाम छैन, कुन डाला गएर बस्ने हो पत्ता छैन, तर आएर भन्छ राष्ट्र संस्थाको वापसी सम्भव नहीं है भनेर हिन्दुस्तान टाइममा कहीँ बोल्दै रहेछ। अरे म इसाई भइसकेको हो, क्याथोलिक बनिसकेको हो भनेर आफ्नो नाम बदल्नु नि। नाम किन बदल्दैन बाबुरामले? किन बदल्नु नि यिनले राम? त्यो एकरात ढकाल किन नाम बदल्दैन? ऊ पनि पास्टर, यी हर्का सबै पास्टर, किन बदल्दैन यिनले? बालेन पास्टर, रवि पास्टर, स्वर्णिम अग्ले पास्टर, उसको मिसेस फिलिपिनी पास्टर, सबै पास्टर भएर देश चलाउन थालेपछि अनि देश चल्छ देवी देवताको जन्मस्थलमा। त्यही भएर म आग्रह गर्छु, आउनुहोस्, एक भएर तपाईँहरूले आवाज उठाउनुहोस् आफ्नो आफ्नो ठाउँबाट। हो भने तपाईँहरू हिन्दुत्व र सनातनी, साँच्चै नै सनातनी देश हो, देवी देवताको जन्मस्थल हो। हामी हिन्दूका वकालत गर्नेवाला वकिल हौँ, और हामी साधु सन्त हौँ, हामी देशको सुरक्षाको लागि बसेका छौँ भन्नुहुन्छ भने आफ्नो आफ्नो ठाउँबाट आन्दोलन उठाउनुहोस्। अब हामीलाई यसलाई फाइनल निर्णय चरणमा जानलाई हाम्रो एउटा फाइनल मिटिङ गर्छौँ अन्तर्राष्ट्रिय लेभलमा। त्यसपछि नेपाल पसेर यसलाई फेरि कुन हिसाबमा लाग्छ त्यति बेला युद्ध यस्तो हुन्छ, आगो यस्तो लाग्छ, कसैलाई बस्ने ठाउँ पनि हुँदैन। तर त्यो चाहनुहुन्छ न, अहिले यसलाई हामीले बन्द गर्न चाहनुहुन्छ, यो तपाईँहरूले बुझ्नु होला। न त यो यसै छोडिन्न, आगो लारै छोडिन्छ, पिसलेरै छोडिन्छ। यो साफ शब्दमा मैले भन्न चाहन्छु, यही घुसपेटियालाई जान जाऊ, नभए तिमीलाई आगो लाएर पनि लखेटिन्छ। त्यसै गरी इसाईलाई पनि धर्म परिवर्तन चलिरहेको छ, सरकारले राखोस्। यो सिडिओ साहेबहरू यी पार्टीका झोले बन्नुभएको छ, तपाईँहरू झोले बनेर कति दिन बाँच्नुहुन्छ, सम्पत्ति कमाएर तपाईँले कहाँ लानुहुन्छ, तपाईँहरू पनि पिछलिनुहुन्छ। त यदि तपाईँहरूले यसलाई रोक लगाउन सक्नु भएन भने, न त आज त भइरहेको छ जिल्लामा, तपाईँले त्यो हेर्ने काम गर्नु होला। अरू न्यायालय पनि सबै पार्टीका झोलेहरू न्यायालय चलाएको छ। यसले स्वतन्त्र पूर्वको न्यायालय प्रमुख न्यायाधीश नराखेसम्म देशलाई कानुनबाट हामीले बाँध्न सकिन्न। जबसम्म कानुनले बाँध्न सकिन्न तबसम्म केही पनि हुँदैन। जस्तो आज बिग्रेको कानुन नभएर देश बिग्रेको। आज कानुन दियो भने देश बिग्दैन। कानुन छैन, प्रशासन छैन, सरकार छैन, शासन छैन, त केले देश चल्ने? त्यही भएर यो अवस्था भएको कारणै यही हो। आज पुतिनजीले साफ शब्दमा जारी गरिदिनु भयो, त्यहाँभन्दा अरू के भन्ने अन्तर्राष्ट्रिय लेभलबाट। त्यही भएर म आग्रह गर्दछु, आउनुहोस्, एक प्लेटफर्म भएर यो अन्तिम लडाइँ हो र अन्तिम हाम्रो देवी देवताको जन्मस्थललाई बचाउने प्रयास हो। यसलाई भनेर तपाईँहरू आउनुहोस्, एक प्लेटफर्ममा उत्रिनुहोस्। अब हामी यसलाई छिटोभन्दा छिटो निर्णय लिएर नेपाल हामीले सुरु गर्छौँ। यसमा तपाईँहरूले साथ दिनुहोस् भन्दै म आफ्नो वक्तव्य यहाँ समाप्त गर्छु। हस्, जय हिन्दू राष्ट्र, जय नेपाल। धन्यवाद डाक्टर साहब, हामीसँग आजको यो गम्भीर प्रश्नमा समय दिनुभएकोमा। सम्पूर्ण दर्शक श्रोताबिनहरू यो अन्तर्वार्तालाई हेरेर बुझेर सम्झेर प्रतिक्रिया दिनुहोला। देश यस्तो गम्भीर अवस्थामा पुगेको छ, यस विषयमा प्रतिक्रिया अनिवार्य दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ। धन्यवाद।